आज चाहिँ हामी नेक्स्ट प्रब्लम हेर्छौँ। यो प्रब्लममा के हुन्छ भने इफिसियन्सी अफ जोइन्ट निकाल्ने प्रब्लम टाइपको हेर्छौँ। त्यस्तै आफ्नो यो क्वेसनमा कसरी दिएछ भने एउटा ल्याब बट जोइन्ट छ, त्यसमा 2 रो अफ बोल्ट छ। 1 रो अफ यसरी यसको टप भ्यू हेर्नुहुन्छ भने यसरी बोल्ट कनेक्ट गरेछ र सेक्सन यो साइड सेक्सन भ्यू हेर्नुहुन्छ भने यो 2 रो अफ बोल्ट छ। यसमा यसरी ठ्याक्कै यो प्रब्लम दिएछ र त्यसपछि तपाईँले क्वेसनमा जे लेखेको थियो त्यो मैले पिक्चरिकल्ली मैले रिप्रेजेन्ट गरिदिएछु। त्यसपछि कभर प्लेटको थिकनेस यति छ, त्यसपछि मेन प्लेट हुन्छ नि त्यसको थिकनेस 80 mm छ। अब बोल्टको के प्रब्लम दिएछ भने बोल्टको डायमिटर चाहिँ 16 mm, ग्रेड चाहिँ 4.6। यसबाट हामी अल्टिमेट स्ट्रेन्थ र त्यसपछि इल्ड स्ट्रेन्थ निकाल्छ। त्यसपछि डायमिटर अफ होल निकाल्नुको लागि डी प्लस सी गर्नु, क्लियरेन्स गरेपछि 18 mm। यति हामीलाई यो कसरी आयो त्यो थाहै छ। त्यसको कभर प्लेटको कति दिएछ 4.1 MPa यति दिएछ, 401 MPa यति दिएछ। क्वेसन यतिसम्म क्लियरली मेन्सन छ। अब हेर्नु कसरी अब फर्दर प्रोसेस। अब बोल्ट कनेक्ट हुने बित्तिकै हामी कहाँ हाम्रो ध्यान हुनुपर्छ भने एउटा सेयर क्यापेसिटी, त्यसपछि एउटा बियरिङ क्यापेसिटी। अब सेयर क्यापेसिटीको लागि हामीलाई थाहै छ 10.3.3 मा क्लोजनमा यति दिएछ। त्यसपछि अब हेर्नु यहाँ कतिवटा सेयर प्लेन छ, एउटा यहाँ भयो सेयर प्लेन, एउटा यहाँ भयो। तपाईले योमा पनि काउन्ट गर्नुहुन्छ भने यदि यहाँ एउटा यो साइड एक साइडको यो साइड काउन्ट गर्नुहुन्छ भने त्यसरी हो नि, एउटा बोल्टमा कतिवटा सेयर प्लेन, तपाईँ दुईटा नकाउन्ट गर्नु के एउटै बोल्टमा कतिवटा सेयर प्लेन त 1 र 2 त 2। मैले एज्युम के गरिदिएँ भने सबै चाहिँ 2 सेयर प्लेन छ नि त्यो थ्रेड रिजनमा पर्छ। थ्रेड जोनमा पर्छ भने थ्रेड जोनमा युनियनको भ्यालु कति भयो 2 भयो, यसको भ्यालु कति 0.7854 16 स्क्वायर। यो त मैले सब यसको भ्यालु कति भयो 0, किनकि एनएसको भ्यालु 0। त्यसकारण यसलाई सोल्भ गर्नुहुन्छ भने यति आयो 57.95 किलोमिटर। यो त सेयर क्यापेसिटी भयो। सेयर क्यापेसिटी त्यस्तै बियरिङ क्यापेसिटी 10.3.4 मा हेर्नुहुन्छ भने ठ्याक्कै यो फर्मुला लेखेको होला। अब यो दुवै प्रोसेस हजुरलाई धेरै सजिलो लाग्छ किनकि हामी मोस्ट अफ द प्रब्लम बोल्ट कलेक्सनमा सबैमा त यही प्रोसेस फर्स्टमा गर्नुहुन्छ। त्यसकारण योमा बढी टाइम मैले लगाएन अहिले। ठ्याक्कै यो फर्मुलामा के टी अब टी कुन लिने, यहाँ 6 छ 6 छ 8। त्यो कभर प्लेटको जहिले पनि सम गर्नु, टी 6 + 6 कति भयो 12 र 8 कुन छ सानो। एउटा जोड्नुहुन्छ भने 6 + 6 12 भयो, एउटा के छ 8। कुन लिनुहुन्छ 8 नै लिनुपर्छ किनकि यो मिनिमम हो, त्यस कारण टीको भ्यालु 8। अब केबीको भ्यालु थाहै छ, यो यति फर्मुला हुन्छ भने अब इन डिस्टेन्स निकाल्नु। मैले यहाँ मिनिमम मात्रै निकाल्दा त्यसपछि 3 जोड दियो कति भयो 30। मैले यति एडप्ट गरिदिएँ। त्यसपछि पिच निकाल्दा यो कोडबाट मैले म्याक्सिमम पनि निकाल्न सक्नुहुन्छ। मैले मिनिमममा नै काम चलिहाल्छ भने म्याक्सिमम किन टाइम निकालेर टाइम वेस्ट गर्नु। त्यसैले मिनिमम चाहिँ यति रह्यो, त्यो मैले 5 एड गर्दा 45 भयो। मैले यो भ्यालु सब्स्टिट्युटमा राखेपछि यति आयो। योमध्ये कुन छ सबैभन्दा मिनिमम, यो छ मिनिमम, यो छ मिनिमम भन्ने। अब यो भ्यालु चाहिँ यहाँ राखिदिए, यसको 3 छ, त्यसपछि डी भनेको 16, टी भनेको 8, यो एफयु भनेको यति कमै n.25। यो थाहै छ हजुरलाई, यो टेबल 5 बाट लिनुपर्छ। त्यसपछि यसलाई सोल्भ गरेपछि यति आयो। अब बोल्ट स्ट्रेन्थ कसरी चेन्ज गर्ने, यो र यो दुवैमा कम्पेयर गर्नुहुन्छ। बोल्ट स्ट्रेन्थ सबैभन्दा मिनिमम, योमा दुवै मिनिमम छ, त्यही एज हो, त्यसको मतलब बोल्ट स्ट्रेन्थ यो हो। यतिसम्म बुझ्नुभयो। अब यसपछि अब इफिसियन्सी निकाल्नको लागि के गर्नुपर्छ हामी त्यो अब हेर्छौँ। निकालिसक्यो त्यो चाहिँ बोल्ट स्ट्रेन्थ हामी बियरिङ र सेयरबाट दुईटैबाट निकालेको थियो होइन। त्यस्तै अब त्यो बोल्ट स्ट्रेन्थ भनेको 1 बोल्टको लागि मात्रै थियो। त्यो मतलब बोल्ट स्ट्रेन्थ अफ 1 बोल्टको लागि मात्रै यति भ्यालु निकालेको थियो 57.95 किलोन्युटन। अब हेर्नु, अब इफिसियन्सी हामीलाई क्वेसनमा इफिसियन्सी अफ जोइन्ट भन्ने बित्तिकै जहिले पनि हामी 1 पिच भन्न खोजेको के हो भने 1 पिच भनेको तपाईँले एउटा यो बोल्ट र यो बोल्ट, यो दुवै बीचको डिस्टेन्स के हो, हामी के भन्छ यो सेन्टरदेखि यो सेन्टर, बोल्टको सेन्टर र यो बोल्टको सेन्टरको डिस्टेन्स के हो भने पिच हो। यो पिच डिस्टेन्स हो। जहिले पनि के गर्नुपर्छ भने इफिसियन्सी निकाल्दाखेरि पिचको डिस्टेन्सलाई मात्रै हेर्नुपर्छ। पिचको डिस्टेन्स मतलब 1 पिचमा कति छ, मतलब मैले यहाँ यदि यो प्लेटमा धेरै बोल्ट हुन्थ्यो भने यस्तो खाले 1 2 3 4
1 2 4 र त्यसपछि यो हिडन लाइन भनेको चाहिँ हिडन लाइन मैले यो दिएछु, यसको मतलब यो यति प्लेट यतातिर छ, यति प्लेट यतातिर छ। त्यसपछि अब हेर्नु पिच वन पिचको लागि जहिले पनि वन पिच भन्न खोजेको यो एउटा पिच र यो पिचको लागि मात्रै यतिको मात्रै निकाल्नु पर्छ कि, त्यो पनि एक साइड मेन प्लेटको को हुन्छ नि त्यो मात्रै निकाल्नु पर्छ, यो साइडको मात्रै। तपाईँले पुरै बोल्टैको निकाल्नु पर्दैन। वन पिचमा जति पर्छ बोल्ट, जतिवटा पर्छ त्यति। सपोज यसरी छ भने यतिको निकाल्नु पर्छ, यति पोर्सनको लागि निकाल्नु पर्छ। पिचमा जहिले पनि एक पिचमा कतिवटा हुन्छ, त्यो पनि एक साइडको, यति सबै पोर्सनको होइन, यो साइड पोर्सनको मात्रै, त्यो बुझ्नुपर्छ। त्यस कारण हेर्नु अब मैले के गरिदिएँ भने, अब हेर्नु एउटा कुनै प्लेट मानौ यो प्लेट छ भने, यो कुनै एउटा प्लेट छ भने यसमा यदि पाल छैन, पाल भनेको यो बोल्ट लगाउँदाखेरि पाल पार्छौ नि होल, यो होल छैन भने त्यतिखेरको स्ट्रेन्थ र पाल पारेपछि त्यतिखेरको स्ट्रेन्थमा फरक पर्छ कि नै? फरक पर्छ नै। यसको मतलब के भने यदि हामी पाल योमा पारिदिन्छौँ भने ठाउँ बोल्ट इन्स्टल गर्नको लागि यसको स्ट्रेन्थ त डिक्रिज भइहाल्छ। त्यसकारण मैले के गरिदिन्छु, क्लास 6.31 मा के छ भने रप्चर स्ट्रेन्थ अफ प्लेट त्यहाँ लेखेको होला। यसको मतलब के भयो, यसको स्ट्रेन्थ कति छ, यदि योमा होल पारेपछि त्यसको स्ट्रेन्थ कति आउँछ भने त्यहाँ 0.9 ANFU by gamma M1 यस फर्मुला त्यहाँ लेखेको होला। अब हेर्नु यो एन भनेको के हो भने त्यो अलि बुझ्नुपर्छ। एन भनेको के हो भने तपाईँ यो टपबाट हेर्नुहुन्छ भने यो टप भ्यू छ नि, त्यस्तै यो टप भ्यू हेर्नुहुन्छ भने यो बोल्ट र यो बोल्ट यो बीचको डिस्टेन्स त पिच डिस्टेन्स हो, यो बीचको डिस्टेन्स पिच डिस्टेन्स हो भने अब हेर्नु पर पिच भनेको यति पिच यो पिच छ नि, यो पिचले कति एरिया लिएछ त्यो पनि। अब पिचले एरिया कति लिएछ भने अब हेर्नु यो पिच डिस्टेन्स बाई यसको थिकनेस गरेपछि यो साइडबाट हेर्नुहुन्छ भने यसको क्रस सेक्सन हेर्नुहुन्छ कि नै? यसको मैले भन्न खोजेको के हो भने अब यो बोल्ट कसरी लाग्यो होला, यसरी छ, यहाँ होल होला, यसरी गएछ। टप भ्यूबाट हेर्नुहुन्छ भने के देखिन्छ भने ठ्याक्कै यसरी नै हेर्नुहुन्छ भने मैले यहाँ बोल्ट लगाएको छु नि, हो यो बोल्ट ठ्याक्कै मैले यही भनिरहेको छु। यो पर पिच भनेको के हो, पर पिच भनेको यसको अहिले थिकनेस कभर प्लेटको मेन प्लेटको कति छ, यो 8 mm छ कि छैन। त्यसपछि यो होल छ नि, यो होल अब पर पिचमा भनेको यति डिस्टेन्सको मात्रै एरिया निकाल्नु छ भने त्यो कसरी निकाल्नु? अब यो पर पिचमा कतिवटा बोल्ट छ, तपाईँ भन्नुहुन्छ यो साइडको मैले काउन्ट गर्दिनँ भने, यो साइडको काउन्ट गर्दिनँ भने पर पिचमा त 1 2 3 4 चारवटा भन्नुहुन्छ। तर होइन, पर पिच भनेको मलाई थाहा छ कि पर पिच भनेको यो सेन्टरदेखि यो सेन्टरसम्मको मात्रै पर पिच हो। पर पिचमा यो पिच डिस्टेन्स त यति मात्रै हो, सेन्टरदेखि सेन्टरसम्मको। हामी यो पिच लाइनलाई यसरी पिचले सेन्टर लाइनलाई जोड्ने यो लाइन भयो, यो सेन्टर लाइनलाई जोड्ने यो लाइन भयो, यो भयो नि। यो यतिमा कतिवटा इन्क्लुड गरेछ भने यसरी हेर्नु के, यसरी हेर्दाखेरि के यसको त आधी लिएछ, यसको पनि आधी लिएछ, यसको आधी यसरी बुझ्नु तब अलिक क्लियर हुन्छ। यसको पनि आधी लिएछ, यसको पनि आधी लिएछ, यसको पनि आधी लिएछ, यसको पनि, यो भने पर पिच हो। तपाईँले यसरी यदि कन्फ्युजन छ भने अर्को पिच कन्सेप्ट अर्को तरिकाले पनि बुझ्न सक्नुहुन्छ। त्यो अर्को मेथड के छ भने अब हेर्नु त्यो अलिक सजिलो लाग्छ हजुरलाई। त्यो अर्को मेथड के छ भने मलाई थाहा छ कि यसरी छ। पर पिच भनेको कति, यसको सेन्टरदेखि यसको सेन्टर भनेको पिच हो। मैले सपोज यो पिचको भ्यालु त्यतिखेर निकालेको थिएँ कति 45, यो पिचको डिस्टेन्स छ भने मैले अब के गरिदिन्छु भने यो सेन्टर छ नि, अहिले पिच डिस्टेन्स 45 छ भने एउटा मैले लाइन यहाँ कोर्दिएँ। ल मैले यो लाइन यहाँ कोर्दिएँ, यो लाइनबाट 45 माथि गए र त्यसपछि एउटा लाइन यसरी कोर्दिएँ। यो पनि भनेको पिच नै हो, बुझ्नुभयो नि?
मैले के गरिदिएँ मैले यसरी कोर्थेँ त्यतिखेर प्रब्लम गर्दा यो सेन्टर र यो सेन्टर डिस्टेन्सलाई के भन्छौँ भने पिच डिस्टेन्स हामी भन्थ्यो कन्जुगेटिभ यो दुवै डिस्टेन्सलाई पिच डिस्टेन्स। अब अर्को कन्सेप्टमा के बुझ्नु भयो पिच भनेको यदि मैले कुनै ठाउँमा एउटा लाइन कोरिदिएँ भने एउटा कुनै ठाउँमा लाइन कोरिदिएँ भने त्यति पिच भ्यालु छ नि 45 त्यतिखेर निकाल्छ त्यति पर यो मैले गएँ त्यति पर गएपछि फेरि एउटा लाइन कोरेँ त्यति यो भनेको पनि पिचै डिस्टेन्स हो। ए बुझेपछि सजिलो हुन्छ। अब हेर्नु यो पिचमा कतिवटा बोल्ट छ एक साइडको मात्रै यो साइडको मैले हेरेन यो साइडको बोल्ट हेरेन भने अब कतिवटा बोल्ट छ 1 र 2 दुईटा मात्रै बोल्ट हो। अब बुझ्नु भयो नि यो अलि राम्रो क्लियर हो। यदि तपाईँले यही बोल्टमा यसरी काट्नुहुन्छ यही बोल्टमा काट्नुहुन्छ भने लास्टै कन्फ्युजन हुन्छ। अब बुझ्नु भयो भने एउटा पिचमा कतिवटा बोल्ट छ 1 र 2 दुईवटा त्यही यति बुझ्नु भयो भने यो किन मैले भने अलि सजिलो हुन्छ कि हामीलाई काम लाग्छ त्यो अलि अर्को ठाउँमा पिचमा कतिवटा बोल्ट छ दुईटा यति बुझ्नुभयो। अब एएन भनेको के हो कसरी बुझ्ने एएन भनेको यो कसरी बुझ्ने भने अब हेर्नु एएन कसरी बुझ्ने त्यो पनि अलिक क्लियर गरिदिन्छु। एएन भनेको होइन यो भनेको नेट एरिया यदि यो मेन प्लेट छ यो मेन प्लेट ह्याच गरेको यो मेन प्लेट छ त्योमा पल पारेपछि त्योमा पर पिचमा कति नेट एरिया हुन्छ भने मैले यहाँ पल पारिदिएछु भने यो पर पिचमा यसरी के यो त टप भ्यूबाट भित्रतिर यसरी त गएको होला थिकनेस यसको थिकनेस तल भित्र गएको छ नि यो पिच यो नेट एरिया कति हो यो नेट एरिया भनेको जहिले पनि यो सेन्टर र यो सेन्टर हेर्नुपर्छ यो सेन्टर र यो सेन्टरको डिस्टेन्स कति छ 45 त्यसपछि अब हेर्नु यो दुवै सेन्टर कति छ भने 45 भएपछि यो सेन्टर यसरी अब यसलाई मैले ठ्याक्कै 3D मा मैले देखाइदिन्छु। यो 3D मा ठ्याक्कै यसरी नै हेर्नु भित्रतिर गएछ नि यो थिकनेस यतातिर हेर्नुहुन्छ भने त्यो थिकनेस छ के हुन्छ भने यो सेन्टर लाइन छ नि यो सेन्टर लाइन यो दुवै सेन्टर लाइनको पिच डिस्टेन्स यति भयो त्यो सेन्टर लाइनमा पनि त बिचमा खाली हुन्छ नि मैले यो सेन्टर लाइन लिएपछि त्यही पनि त यति पोर्सनको तपाईँले त पल पार्दाखेरि त मेटेरियल त फालिदिनु भएछ यो मेटेरियल कति डिस्टेन्स हो हेर्नु तपाईँले कति फाल्नुहुन्छ रेडियस बराबरको फालिदिनु भयो यहाँ पनि रेडियस बराबरको फालिदिनु कतिवटा जोड्नुहुन्छ भने कति हो यो रेडियस जोडेपछि त डायमिटर बराबरको मेटेरियल यहाँ फालिदिनु भयो त्यही डायमिटर मेटेरियल कसरी बुझ्ने भने मैले यो रेडियस भ्यालु भयो र कतिवटा रेडियस थियो दुईटा त्यसैले मैले दुईले मल्टिप्लाई गरेपछि अब यो यति क्लियर भयो। त्यसपछि थिकनेस अब थिकनेस मैले त्यतिखेर पनि भने यो दुवै कोर प्लेटलाई सम गर्नु 12 भयो यो 8 भयो कुन छ मिनिमम 8 त्यही 8 लेख्ने यो अलि राम्रोसित बुझ्नुभयो भने यो कसरी निकाल्ने यो पिच भनेको यति डिस्टेन्स पिच हो त्यसपछि मैले यो डिस्टेन्समा यो र यो पोइन्ट त मैले जोडिदिएँ त्यसपछि माथिको त मेटेरियल होल पार्दाखेरि फालिदिएछु यति र यसमा पनि त फालिदिएछु यो दुवै कति यो रेडियस बराबरको मैले मेटेरियल फालिदिएछु त्यही रेडियस लेखिदिएँ कतिवटा रेडियस 1 2 2ले मल्टिप्लाई गरेछु यति बुझ्नुभयो भने मल्टिप्लाई यसको यो नेट एरिया यति आयो 216 मिटर mm स्क्वायर। त्यसपछि अब टेबल 5 बाट गामा m1 को भ्यालु निकाल्न सक्नुहुन्छ भने अब सबै भ्यालु यसमा प्लट गरेपछि यति देखियो। अब हेर्नु यो त यदि होल पारिदिएछ यो मेन प्लेटमा कोर प्लेटमा त्यतिखेर यो स्ट्रेन्थ आयो। अब हेर्नु यदि होल पारे छैन यदि यो मेन प्लेट छ नि त्यस्तै छ मतलब मैले यसमा होल पारे छैन भने मार्केटमा ल्याए त्यस्तै नै छ भने त्यतिखेर स्ट्रेन्थ त त्योभन्दा अलिक बढी हुन्छ त्यतिखेर मैले त्यसलाई यो मेन प्लेट छ नि मेन प्लेटलाई किन फोकस गरिरहेको छु भने यो त 8 टी भनेको 8 लिनु भएछ त्यसकारण मैले यसलाई फोकस गरिराख्नु राखिरहेछु। अब हेर्नु यो मेन प्लेटमा के हुन्छ भने मैले 3D मा कोर्दिएँ यो पोर्सन यो साइडको छ यो पोर्सन यो साइडको छ भने मेन प्लेट यहाँ राखिदिएछु 3D मा
अब हेर्नु यसको स्ट्रेन्थ निकाल्दाखेरि मैले यो फर्मुला यहाँ लेखिदिएँ तर योमा नेट थियो त्योमा योमा ग्रोस भनेको यो सबै यसको थिकनेस यो क्रस सेक्सनको थिकनेस यो क्रस सेक्सनको थिकनेस यसको यसको एरिया छ क्या त्यो पनि पर पिचमा मैले यो पर पिचमा निकालेको छु यो एरिया भने छ नि यो एरिया पनि पर पिचको एरिया हो पर पिचको एरिया अब यसको एरिया पनि पर पिच भनेको यसलाई मैले गर्दै यो पनि गर्दै यो डिस्टेन्स कति हुनुपर्छ 45 यो पर पिचको एरिया कसरी निकाल्ने यो पर पिचको एरिया निकाल्दाखेरि अब हेर्नु मैले यो पनि त 45 को हो यो 45 भने यो थिकनेस निकाल्ने यो थिकनेस कति हो 8 र यो 45 मल्टिप्लाई गरेपछि अब यसको एरिया आएको हैन यो पोर्सनको यति पोर्सनको मात्र एरिया यो कति हो 8 mm यो 45 8 र 45 गरेपछि यो पोर्सनको आयो एरिया यो पोर्सनको एरिया त्यही भइले यो भनेको ग्रोस एरिया त्यतिखेर के थियो भने नेट एरिया किनकि यो साइडबाट हेर्नु हुन्छ भने दुईटा पाल पारेको थियो त्यसकारण नेट एरिया र यो ग्रोस एरिया यति बुझिसक्नु भयो भने अब ठ्याक्कै त्यही फर्मुला ग्रोस एरिया मात्रै फरक भयो त्यही राखिदिए सबै र यसको भ्यालु यति यसको मतलब के देखियो भने यदि होल पारेर मैले हेर्दाखेरि त्यो प्लेटको एरिया 63.763 किलोमिटर यदि होल पारे छैन त त्यस्तै छ भने सोलिड नै छ भने 106.27 किलोमिटर यो दुईटा भ्यालु आयो त्यसपछि अब मैले यो दुवैसँग अब यो बाँकी छ अब हेर यो भने के अलि यो पनि बुझ्नुपर्छ मैले त्यतिखेर नै भने एउटा पिचमा यदि मैले यसरी गरिदिए यो पिच डिस्टेन्स 45 छ भने यो बीचमा कतिवटा बोल्ट छ एक साइडको मात्रै कि यो साइडको मात्रै कि यो साइडको मात्रै कुनै एक साइडको मात्रै यो पर पिचमा कतिवटा बोल्ट छ दुईटा मैले त्यतिखेर बोल्ट स्ट्रेन्थ त एउटा बोल्टको लागि मात्रै निकालेको थिएँ स्ट्रेन्थ भने दुईटाको लागि यहाँ त दुईटा छ पर पिचमा त्यही दुईटाको लागि कति हुन्छ 115.9 किलोन्युटन अब हेर्नु अब यो स्ट्रेन्थ अफ जोइन्ट कसरी निकाल स्ट्रेन्थ अफ जोइन्ट कसरी निकाल हेर्नु मैले यो मेन प्लेट र बोल्टको स्ट्रेन्थ यो दुवैलाई एड अप गरिदिए यो दुवैको एड अप बोल्ट स्ट्रेन्थ दुईटा छ त दुईटाको बोल्ट स्ट्रेन्थ कति 115.95 त्यसपछि यो यदि मैले यो मेन प्लेटमा यो होल पारेपछि यसको स्ट्रेन्थ कति थियो 63.75 अब हेर्नु यहाँ फोर्स लगाउँदाखेरि यो ठाउँमा फोर्स तपाईले लगाउनु टेन्सन फोर्स यसरी लगाउँदाखेरि के हुन्छ भने यो फोर्स लगाउँदाखेरि कि दुवै बोल्ट भाँच्न सक्छ कि यो कभर प्लेट नै पहिला यसरी रप्चर भयो यसरी रप्चर भएर यो यसरी रप्चर च्यातिएर के यो मेन प्लेट छ नि यो मेन प्लेट यसरी च्यातिएर पहिला नै निस्किन सक्छ यदि मेन प्लेट यसरी नै भाँचियो भने अब यसको कनेक्सन कामै छैन यसको मतलब के देख्यो भने एउटा कभर प्लेट यो मेन प्लेट र बोल्ट मध्ये अब मैले बोल्टको स्ट्रेन्थ त 150 र कभर प्लेटको कति थियो होल पारेपछि 63 यो मध्ये दुवैबाट कुन मिनिमम छ त्यो नि यदि यसको कति थियो 63 यो 150 point समथिङ छ यो पनि 100 यो मा तपाईले यहाँ फोर्स कति लगाउनुहुन्छ अवश्य 63.57 भन्दा कम लगाउनुहुन्छ तब नि यो सेफ हुन्छ यदि 63.5 भन्दा बढी लगाउनुहुन्छ भने यो रप्चर भएर नै च्यातिएर मतलब जान सक्छ यसको मतलब यो कनेक्सन कामै भएन त्यसको मतलब योमा कुन स्ट्रेन्थ अफ जोइन्टमा 63 कि 155 115 छ मतलब गभर्निङ फ्याट यसको मतलब 63 वाला गभर्निङ फ्याक्टर त्यसमा मैले 63.763 किलोन्युटन राखे यति बुझ्नु भयो नि अब हेर्नु यो स्ट्रेन्थ अफ जोइन्ट को आयो यसको स्ट्रेन्थ अफ जोइन्ट निकाल्नको लागि के गर्नु पर्यो भने पहिला हामीले बोल्ट स्ट्रेन्थ निकाल्यो त्यसपछि नम्बर अफ एउटा पिचमा कतिवटा बोल्ट थियो दुईटा त्यसैले यतिले दुईले मल्टिप्लाई गरेपछि यति आयो त्यसपछि हामी के गर्नु यदि होल पारेपछि सोलिड प्लेट छ त्यसमा होल पारेपछि कति स्ट्रेन्थ आउँछ त्यो निकाले त्यो मध्ये दुवैबाट कुन मिनिमम छ त्यो नै स्ट्रेन्थ अफ जोइन्ट निकाले त्यसपछि अब हेर्नु त्यसपछि यो पनि बुझिसक्नु भयो कि स्ट्रेन्थ अफ सोलिड प्लेट यदि होल छैन भने त्यसको स्ट्रेन्थ कति निकाले त्यो ग्रोस एरिया लिनुपर्छ यहाँ नेट एरिया लिनुपर्छ अब यो दुवैमा अब हेर्नु यसको रेशियो र स्ट्रेन्थ अफ जोइन्ट र सोलिड प्लेटको जोइन्टको रेशियो हुन्छ नि त्यसैलाई भन्छ इफिसियन्सी अफ जोइन्ट मैले त्यही भ्यालु राखिदिए र 100% 60% हो यसको मतलब यो जोइन्टको इफिसियन्सी भनेको 60%। अब हेर्नु यति क्वेसन मध्ये अब जहिले पनि हामीलाई इफिसियन्सी अफ जोइन्ट भन्ने बित्तिकै के गर्नुपर्छ भने
पर पिचमा दिमाग कुर्नुपर्छ, जहिले पनि पर पिचको हिसाब आउन थाल्छ योमा, पर पिचको जहिले पनि इफिसियन्सी अफ जोइन्ट भन्ने बित्तिकै हामीले जहिले पनि पर पिचको हिसाब गर्नुपर्छ, टोटल गर्नु पर्दैन। तपाईँले यहाँ टोटल 1 2 3 4 चारवटा गर्नुहुन्थ्यो भने यहाँ 4 ले मल्टिप्लाई गर्नु पर्थ्यो। त्यसपछि अब लास्ट कम्प्लिकेटेड भयो, जहिले पनि पिचमा चाहिँ पर पिचको निकाल्नुपर्छ। यो पनि यो स्ट्रेन्थ अफ बोल्ट छ नि, त्यो पनि मैले यो एरिया त पर पिचको लिएको छु भने यो पनि स्ट्रेन्थ के भयो, पर पिचको भयो। यो सोलिडमा पनि के गरेछु, पर पिचको एरिया लिएको छु भने यो पनि पर पिचको भयो। त्यसको मतलब के बुझ्नु भयो, जहिले पनि यस इफिसियन्सी अफ जोइन्ट निकाल्दाखेरि पर पिचको हिसाब गर्नुपर्छ। रप्चर अफ सोलिड प्लेन पनि लिनुपर्छ र सोलिड र होल, यो होल भएको प्लेट हो नि, यो होल भएको प्लेट, यति हो मतलब इफिसियन्सी अफ जोइन्टमा। अब के पर्छ भने यदि फ्रिक्सन टाइप अफ बोल्ट छ भने कसरी हिसाब गर्छ त्यतिखेर।